आज संयुक्तमा प्रोग्राम क्लासको लिइसकेपछि अब पैसा तिर्नुपर्ने हुन्छ। अन्तिममा सुअब्रियो भनेर 1 लाख तिर्नुपर्ने हुन्छ। आज कसरी खेल्ची गर्ने भन्ने कुरो थोरै म सिकाउन गइरहेको छु। यो पहिलोचोटि होला, पहिला चाहिँ फ्री थियो, अहिले चाहिँ संयुक्तमा प्रोग्रामको पैसा चाहिँ लिने गरेको छ। क्लासमा चाहिँ सबै 100% छुल्छक खेलसेक नगरी पढ्नु भएको छ भने 50,000 डिस्काउन्ट दिन्छ। अब ढिलो नगरी भिडियो हेरौँ न त कसरी खेल्चे गर्ने। त्यसलाई गाह्रो छ, अलिकति बुझ्यो भने त्यति गाह्रो छैन। थोरै हेरौँ। ल सुरुमा हामीहरूले अब यो क्रोमो अथवा कुनै ब्राउजरमा जानेर त्यहाँ अब कसरी खेल्चे गर्ने क्लास लिइसकेपछि भनेर चाहिँ हामी थोरै भिडियो बनाएर हेर्दैछौँ। क्रोममा खोल्ने सुरुमा मेरो अहिले इन्टरनेट रहेछ हुन्छ, एकछिन खोल्दैछ। अनि यसरी सोसिनेटको आइडी खुल्छ। खुलिसकेपछि हामी यता लगइन गर्ने आइडीलाई लगइन गरिसकेपछि यता माई पेज भन्ने माथि माई पेजमा जाने। त्यहाँ गएपछि त्यहाँ हेर्नुहोस् खेल्जे थियो कि भनेको लेखेको हुन्छ। त्यो खेल्जे त्यो इस्यु छङ्जीको साइडमा रातो अक्षरले खेल्से थियो कि खेल्जे भनेर त्यो खेल्जेमा थिचेपछि यसरी पैसा तिर्ने भनेर खुल्छ। यो सिनोङ कादु पनि छ, अनि खेजो इचे पनि छ यहाँ। अब यो खेजो इचे अलिकता झन्झटिलो गाह्रो पनि छ। यो के माग्छ, अन्तिममा फेरि के त्यो सर्भर मिल्दैन के भन्छ क्या त्यसले। अनि हामी सिनोङ कादबाट गरौँ न। सिनोङ कादबाट अलिक सजिलो छ, टाइम लाग्दैन। सुरुमा चाहिँ यहाँ छन्चे थुङ्गीमा क्लिक गर्ने। आनापे तपाईँको कुन ब्याङ्क हो त्यो चुज गरिसकेपछि आफ्नो ब्याङ्क चुज गर्नु होला। त्यसपछि थाउम यतापट्टि कुनामा थाउम छ, थाउममा थिचेपछि अब यहाँ क्युआर आउँछ स्क्यान गर्ने। यहाँ स्क्यान हानापे, मेरो त हानापे हो, मैले हानापे चुज गरेँ। अब यहाँ यतापट्टि छियो खेल्चे भन्ने पनि छ, यहाँ काकाउ पे अनि के यो पेको के छ। अब हुनेले यहाँबाट गर्दा पनि सजिलो, नहुनेले मेरो त हाना ब्याङ्क हो। अब हाना ब्याङ्कको हाना ब्याङ्क इजेट अथवा हाना ब्याङ्कको एपबाट उको मोबाइल ब्याङ्किङबाट नहुने रहेछ। त्यो हाना पे भन्ने छुट्टै एप हुन्छ। त्यो धेरै गाह्रो छैन, तपाईँको आइडी कार्डहरू के हाने खुल्छ त्यो। अब यसरी स्क्यान आइसकेपछि अब मोबाइल ब्याङ्किङ भन्नाले त्यो हाना पे खोल्नुपर्ने हुन्छ। हाना पे अब हामी हाना कार्डको एपमा जानेछौँ। यो हाना कार्डको एप कसैले खोल्न जान्नुहुन्छ छैन भने म अर्को भिडियोमा पनि बनाएको छु। यो हाना कार्ड एप खोलिसकेपछि अब यो क्युआरमा खेल्चे गर्नलाई त्यो क्युआर कोड देखिरहनु भयो। त्यो क्युआरमा थिच्ने, क्युआर थिचेपछि यसको स्क्यान गर्ने आउँछ यसरी। अनि त्यो पिसीमा गएर त्यो स्क्यान गर्ने, यसरी स्क्यान गर्नु होला। नजर त्यहाँ नम्बर छेउको नम्बर हान्दा पनि हुन्छ। अब मैले पहिला नै यहाँ आफ्नो ब्याङ्क कार्ड चाहिँ एड गरिरहेको थिएँ। त्यसपछि थाउम गरिदिनुहोस्। अनि त्यसपछि यहाँ अलिकति फिङ्गरप्रिन्ट हानेपछि यसरी खेल्चे गर्ने आइसक्यो। थाउम गर्ने, वकिन गर्ने, त्यसपछि खेल्चे। अब एकछिन अब उता जानुपर्छ हाम्रो अगाडिको इन्टरफेसमा। यति गरिसके पछाडि अनि हामी अब फेरि यता आउँछौँ। यहाँ यसरी खेल्चे वाल्यो लेखेकोमा क्लिक गर्नुपर्छ हामीले। खेल्चे वाल्यो त्यहाँ यो मा क्लिक गरेपछि उता पे भइसक्यो छैन, उता अहिले यहाँ क्लिक गर्नुपर्छ खेल्चे वाल्योमा। थिचेपछि हाना पे आउँछ। त्यसपछि तपाईँको यो यहाँ देखाउँछ, यहाँ सिनोङ काद यो मेरो नाम देखाउँछ। अनि त्यसपछि देखाउँछ के देखाउँछ। त्यसपछि यहाँ खेल्चे भनेर छेउमा यतापट्टि
खेल्जे यो 50,000 ओन चाहिँ मेरो चाहिँ अब मैले 100% नै क्लास लिएको भएर यो मलाई डिस्काउन्ट मिलेको 50,000 नभए 1,00,000 ओन तिर्नुपर्छ। अब यसरी अब यहाँ खेल्जे गरिदियो भने तपाईँको पेमेन्ट सक्सेसफुल हुन्छ। वाकिङ गरिदिनु त्यसपछि त्यहाँनिर थिचेपछि त्यहाँ मेरो अलिकति जिमेल मिस्टेक रहेछ, @ पहिले थप्पे रहेछ। अब खेल्जे गरिदिनु यहाँ छेउमा खेल्जे गरेपछि पेमेन्ट सक्सेसफुल हुन्छ। ल अब यहाँ सँगै थैसम्म दा भन्छ त्यहाँपट्टि खेल्जे वाल्यो लेख्यो त्यसपछि त्यहाँ यो खेल्जे वाल्यो रातो अक्षरले। अब मेरो पेमेन्ट तिरेँ मैले। अब पेमेन्ट तिरेको लागि हेर्नको लागि हामीले यहाँ अगाडि यतापट्टि यो खेल्जे इ क्र्याक लेखेको छ त्यहाँ क्लिक गऱ्यो भने त्यहाँ पैसा तिरेको चाहिँ देखाउँछ। त्यहाँ हाम्रो तिनै तरिका यही हो। अब यो तपाईँको बिल चाहिँ तपाईँको मेलमा आउँछ, जिमेलमा आउँछ। जिमेलमा चेक गर्नु होला, जिमेलमा खेल्जे वाल्यो भइसक्यो हाम्रो। अब तिनै तरिका यही हो। त्यस्तो गाह्रो सुरुमा त गाह्रो हुन्छ। अब यहाँ यो खेल्जे इ क्र्याकमा गएपछि तपाईँको खेल्जे गरेको यहाँ देखाउँछ मैले 50,000 ओन तिरेको भनेर चङ्गुपीको। आजको भिडियो चाहिँ यति नै हो। मेलमा के आउँछ भने म तपाईँलाई देखाउँछु। मेलमा चाहिँ यो आउँछ तपाईँको बिल तिरेको भनेको खोगेक निम खेल्जे वाल्यो थैसम्म दा भनेर 50,000 ओन यसरी तिरेको भनेर रसिद आउँछ हामीले क्लास तिरेको भनेर। आजको भिडियो चाहिँ यति नै।